एभ्रिवान सो मलाई चाहिँ कतिजना चाहिँ मलाई सोध्नुहुन्छ कि होइन तपाईँले चाहिँ एउटा अनलाइन बिजनेस गर्दै हुँदो रहेछ अनि यो चाहिँ के लेजिट छ र यो लिगल हो र भनेर चाहिँ मलाई कतिले सोध्नुहुन्छ होइन अनि कतिले चाहिँ डाउट पनि गर्नुहुँदो रहेछ अनि मेरो चाहिँ एकदमै सर्ट आन्सर चाहिँ के भन्दाखेरि चाहिँ नि दिस इज 100% लिगल लेजिट बिजनेस हो है त अब यो चाहिँ होइन के अरे यो 52 इयर्सदेखि चाहिँ चलिआएको एउटा ग्लोबल अनलाइन डिजिटल बिजनेस हो होइन अनि अहिले यहाँ आएर चाहिँ अब इन्क्लुडिङ माइसेल्फ मोर देन 3 लाख जना चाहिँ एक्टिभ के अरे यो बिजनेस अनरहरू चाहिँ हुनुहुन्छ है अनि एन्ड अफ द इयर चाहिँ के अरे गभर्मेन्टलाई चाहिँ ट्याक्स पनि तिर्नुपर्छ होइन सो त्यही भएर चाहिँ यो चाहिँ एकदमै लिगल लेजिट बिजनेस हो है फर्स्टमा त के भन्छ भन्दाखेरि चाहिँ अहिलेको जेनेरेसनमा आएर चाहिँ होइन नो वान इज क्रेजी है अब हामी सबैको हातमा चाहिँ फोन छ होइन त्यो फोनबाट चाहिँ तपाईँले अब के अरे कुन चाहिँ होइन कस्तो खाले बिजनेस हो कुन चाहिँ लिगल हो भनेर चाहिँ तपाईँ आफैले पनि हेर्न सक्नुहुन्छ कि तपाईँ आफैले पनि के अरे त्यो रिसर्च गरेर अनि बल्ल चाहिँ आउनु सक्नुहुन्छ होइन अब यहाँ त तपाईँले चाहिँ अब सिधै चाहिँ अब अथवा चाहिँ मलाई होइन के अरे एज अ मेन्टर लाई चाहिँ हामीसँग चाहिँ कनेक्ट भएर चाहिँ यो चाहिँ कस्तो खाले बिजनेस हो भनेर चाहिँ तपाईँ आफैले के अरे सजिलोसँग तपाईँले चाहिँ बुझ्न सक्नुहुन्छ होइन अनि फर मी मैले पनि त के अरे यो बिजनेस स्टार्ट गर्दाखेरि मैले पनि त आफूले चाहिँ ड्यु डिलिजेन्स गरेर होइन रिसर्च गरेर मेरो मेन्टरलाई सोधेर अनि म चाहिँ के अरे स्टेप इन भएको हो नि त होइन सो अहिले आएर चाहिँ म होइन के अरे यो 6-7 मन्थ भइसक्यो म चाहिँ एक्टिभली चाहिँ म के अरे यो रन गरिरहेको छु होइन सो अहिले मलाई के लाग्छ भन्दाखेरि चाहिँ आइएम भेरी प्राउड है अनि के अरे द्याट आई फाउन्ड दिस बिजनेस होइन अनि अर्को चाहिँ के भन्छ भन्दाखेरि चाहिँ हामी चाहिँ एभ्री सिङ्गल डे चाहिँ होइन सोसियल मिडियामा आएर चाहिँ के अरे हाम्रो चाहिँ लाइफस्टाइल जर्नीहरू चाहिँ हाम्रो स्टोरीहरू चाहिँ सेयर गरिरहेको हुन्छ होइन तपाईँले चाहिँ हेर्नुहोस् त्यहाँ चाहिँ हाम्रो पर्सनल डिटेल्स एभ्रिथिङ छ है सो त्यहाँबाट पनि थाहा हुन्छ कि वी आर रियल पिपल डुइङ रियल बिजनेस भनेर त्यहाँबाट पनि थाहा हुन्छ होइन सो लास्टमा चाहिँ म तपाईँलाई चाहिँ के भन्छु भन्दाखेरि चाहिँ नि होइन तपाईँले चाहिँ नि अरूको सोसियल मिडियामा चाहिँ अरूको के अरे यो होइन कुराहरू सुन्नुभन्दा पनि होइन इफ तपाईँ साँच्चीकै नै इफ यु आर रियल पर्सन साँच्चीकै तपाईँ चाहिँ नि आफूलाई चाहिँ नि होइन म जस्तै चाहिँ एउटा 9 to 5 जब गर्दै सँगसँगै चाहिँ एउटा यो अनलाइन डिजिटल बिजनेस पनि साइडमा चाहिँ तपाईँ बिल्डअप गर्न चाहनुहुन्छ आफ्नो लागि फ्युचरको लागि होइन आफ्नो फ्यामिलीको लागि गर्न चाहनु साँच्चीकै नै हुन्छ भनेपछि तपाईँले चाहिँ मलाई कन्ट्याक्ट गर्नुहोस् अथवा चाहिँ होइन मलाई चाहिँ के अरे यो डिएम गर्नुहोस् होइन त्यसपछि म तपाईँलाई चाहिँ एभ्री स्टेप चाहिँ तपाईँलाई म अफकोर्स भनिदिने छु है सो फाइनल्ली दिस इज 100% लिगल बिजनेस लेजिट बिजनेस है भन्न चाहन्छु अनि थ्याङ्क यू सो मच